अब बाटो त आज चाहिँ मैले 3 वर्षदेखि मनभित्रै दबाएर राखेको एउटा वाक्य मात्रै चाहिँ भन्छु, व्याख्या चाहिँ गर्दिनँ। कृपया के? विस्थापित महाराजले दरबार छोड्दा दिएको वक्तव्यलाई रिभोक गर्नेदेखि बाहेक विकल्पै छैन हामीसित। त्यो भनेको त्यो को एज अ होल जनको तर्फबाट त्यो अथवा जनमत त्यो ढङ्गको निर्माण? जनमत त निर्माण भएको छैन, तर हाम्रो राजनैतिक बाध्यता त्योभन्दा बाहेक छैन। होइन भने हामी भयङ्कर ठुलो क्राइसिस र भयङ्कर ठुलो हाम्रो सार्वभौमिकतामाथि नै भयङ्कर ठुलो चुनौतीको तर्फ हामीहरू अग्रसर भइरहेका छौँ। र हाम्रो परिस्थिति के छ भने स्मित मुद्रामा हिँडेका मलामीहरूको जस्तो छ, राष्ट्रको मलामीहरूको जस्तो छ। हामी खुसी छौँ धेरै, यो रूपमा रहँदैन, अर्को अवस्थामा प्रवेश गर्दै सङ्घारमा हामी सङ्घारमा हो भने त्योभन्दा बाटो मैले अर्को देखेको छैन। यो 3-4 वर्षदेखि मेरो मनमा दमित वाक्य हो। आज तपाईँले भन्ने बाध्यता त होइन, तर मैले आज चाहिँ भन्न पर्छ भन्ने लागेर भनिदिएँ।